हाम्रो आदरणीय मामा जिग्री मामा सिधै यात्रा हो आम्बाडी जान्छौँ हामी मेरा जान परिवार मेरा सबै मेरा हुन् नि त्यसले त हामी अब के छ अनि कस्तो लागिरहेछ आज एकदम रमाइलो आउँछु ल नमस्ते बसेर बहुत रमाइलो भयो झोडा लाठी झोडामा छौँ अहिले मामाको घर यो अवस्थामा अब यहाँदेखि हाम्रो सिधै यात्रा हो आम्बाडी जान्छौँ हामी त्यहाँ हाम्रा होइन आदरणीय मामाहरू हुनुहुन्छ त्यहाँबाट चाहिँ अब खानपिन गरेर अनि त्यहाँबाट घोडामा राखेर नाति 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 सब यो यात्रा भइसकेको तिमी गयो नि सर्वै मङ्गल मङ्गलम शिवे सबैसँग बोल्ने यस्तै सिलिन्द दशरथे स्याङ्ला गरे होइन छैन दशरथे शत्रु स्याङ्ला गरे कल्याण स्तरबाट कसादिके सुन्न पाऊँ सबैजनालाई नमस्कार भन्नु त सकिन्छ कुन्ते सुते विज्ञानी के भन्नुभयो शान्त पनि त्र्यम्बके यो सबै इन्द्रमाया पराजुलीको प्रोडक्टहरू हो उहाँहरू अलिक व्यस्तताको कारणले आज आउन सक्नु भएन हाम्रो आदरणीय मामा जिग्री मामा छोडामा अहिले हामी उपस्थित छौँ यो समय होइन यहाँ सकेर चाहिँ अब हाम्रो सिधै अब यात्रा भएको मंगलबारमा प्रस्थान विश्व पिसाब चाहिँ एकदम रमाइलो खुसी लाग्छ मेरा जान परिवार मेरा सबै मेरा हुन् नि त्यसले त सबै मेरा हुन् नि त्यसले भाना भान्जा ज्वाइँ नाति नातिना पनातिनालाई मैले टिको लाएर आशीर्वाद दिन पाउँदा आज म हर्षले विभोर भएको छु यसै गरी यो दसैँ जस्तै आउने आगामी दसैँमा पनि हामी यस्तै एउटा गोलबन्द भएर एउटा आशीर्वाद लिने आशीर्वाद दिने भेटघाट चिनजान जान पहिचान परिचय कार्यक्रम पनि राख्न पाए राम्रो हुन्थ्यो अलिकति हामीहरू हतारमा त्यसको दाजुहरू मसँग पढ्छ मैले लेखिरहेको छु त आयो दशैं बोकेर हर्ष सबै पीडा भुलेर रमाउनु पर्छ सबैजना परदेशी छोरा पनि अनि
उहाँको होइन बाहिर नाच्नु मान्छे त खाना खानेहरू त चोकमै हुन्छ अटो नहरदेखि मेहनत गर्नु पर्यो नि त ह्यापी बर्थडे धेरै पढ्नु ज्ञानी मूल घरदेखि छेउपट्टिको घर थियो नि त आचार्य घर यसको मतलब त्यहाँ आउनु पनि पत्ता होइन नयाँ बनाएको घरको त म यहाँ आएको म पहिला आउँथेँ यो घरमा धेरै पुरानो अनि त्यो हाम्रो सिगरेट ल्याउँ त कता कता थाहा नै छैन होइन नि सबै कता तलबाट मलाई बाटो खोलेर लैजान्छ एकचोटि पहिले घर हुँदै गयो कि म अलिअलि थाहा थियो अहिले त छैन तल तलै ठुलो बडो बाटो लगेको छ खुचेकी छैन सावित्रा होला होइन के अरे बाबा हजुरआमाको नाम घरको हजुरआमाको नाम लीला राख्नु नाम अनि यहाँ के अरे आमाको दिदीको नाम चाहिँ कालिका कालिका हजुरआमाका मेरो बुढा प्रकाश हामी सबै गणेश दाजु आमबाडीमा छौँ गणेश दाजु घरमा भइगयो नि मुस्क मुस्कुराइदेऊ एक फेर आऊ सबै रमाइलो गर बसेर फुलपाती अष्टमी नवमी त्यसपछि आउँछ विजया दशमी देवीको आशीर्वादले यो चाहिँ खुसीको कहिल्यै हुनेछ पारिवारिक भेटघाट माओवादीसँग योभन्दा कति वर्षपछि आउनु हामी 20-25 वर्ष पछि आएका हौँ मावली जानुहुन्छ आचार्य छोरा बिहा गर्नुभएको होइन भोला दाइ हो त छजना दिदी बहिनी बोला काकाले त्यता एकदम हेर्नु काकाले हामी माइने दाजुकोमा छौँ मावलीको मेन घर मूल घरमा माओवादीको मूल घर ल भन्नु त केही आज पहिला बुवा बस्नुभएको मूल घरको ठाउँ हाम्रा श्रद्धेय मामा के बुवा आमा यही जन्मेर रामप्रसाद सुवेदी जेठा मामा पहिला सुरुमा आउनु
बस्नु भएको छलो थियो दुई दशकको सालमा हामी अब के छ अनि कस्तो लागिरहेछ आज एकदम रमाइलो जो आएन त्यो सब पस्ताए जो खाएगा वो भी पछताए ठुलो ड्रेसमा हो र बेलामा चाहिँ बहुत मजा आउँछ पुऱ्याएर आउँछु ल हजुर बस्नु यस्तै छ दुःख होइन दिदी तपाईँ पाउने भएको थियो अनि तपाईँ आउने कुरो थाहा पाएँ अनि जाने भनेर सल्लाह गरेँ घोडामा आउने 12 बजी हो नि 12 बजी त्यो 13 वर्ष त कन्टिन्यू जुम्ले आउनुहुन्छ अनि जाँदाखेरि जाली जयन्ती मङ्गला काली भद्र कालिका पालिनी दुर्गा सेवा सेवा दासी सेवा यो वर्षको दसैँ पनि हेर्दा हेर्दै आयो निधारमा टीका मङ्गला काली भद्र कालिका पालिनी बिन्दा भाउजू मात्रै जान्छ 10 साइड भोला दाजुको घरमा ए फला दाजु खाना आउनु भएको नाचौ गाउँ रमाइलो गारौ दुःख पीडा बिर्सेर खुसीले मन भरौ आयो दसैँ तिहार नमस्ते केमा कुन कमेडी 3 वर्ष हुँदा 3 वर्ष भइसक्यो हो र सबै दसैँमा सबै त कहाँ फिल्दै यहाँ होइन यसरी नहोस् दिन चाहिँ पाउने मान यसको बिहामा रमाइलो हुन्छ एकपल्ट दाजु उम्मेदवारै नभेटेर यो लभ गर्न नजानेको साह्रो नाम पनि
ल्याउने बेला भएछ उता भकाइमा अनि माउले सम्झिनुपर्छ कहिले गए होइन मोबाइल मलाई थाहा छ नि त काट्नु बनाएको नि ढिकोमाल होइन आइपुग्यो नि त धन्यवाद मामा होइन हजुरबुवा नमस्ते हजुरबुवा तिहारमा त जानु पर्यो नि त्यहाँ जानै पर्यो नि नमस्ते तपाईँलाई चिन्न सकिनँ मैले बिहा पनि अझै विद्यालयमा देख्न लाग्यो अझै मजा आउँथ्यो नि तेरो लाइट बालिदिइराखेको छ कसो गरेर जाने तिमीहरू खोइ गयो खोइ त आउने भन्दा यस्तै भेटघाट नजिरहेको रहेछ त आयो अब आउने नि हामी सन अग्लो ठाउँ सबभन्दा अग्लो ठाउँ झापाकै अग्लो ठाउँ त्यो भ्यू टावर प्लान चाहिँ यही हो दुईटा भन्छ आएकै छैन मेरो छोरा अस्ति बिहा गरेको वैशाखमा विश्वास चौधरीसँग बिहा गर्छ भने थिएन मलाई चाहिँ दाजुसँग कुरा चाहिँ बार बार मसँग फेरि मेरो यस कस्तो लागिरहेछ त आज फ्यान्टास्टिक हजुर अब यहाँदेखि पर्छ तपाईँ कुन भान्जी त्यसो न 2 दिन बस्ने गरी जानु भनेको दुई जोडी बाँकी छ हो त होइन त रमाइलो हुन्छ नि दाजु होइन खाइँदैन अहिले 3:30 बजे भात खान्छ अहिले नेत्र काम खराब त्यहाँ खाना खाएर अनि त्यहाँ बिन्दाहरूकोमा ताला छ घरमा अनि तपाईँ ताला लाएर आएको छ मैले अस्ति मामालाई भनेको होइन मामा तपाईँहरू आउनु भनेदेखि म सबैलाई पठाएर ल्याउँछु भनेको होइन एब्सेन्ट अनि तुलसी प्रोडक्सन अनि एउटा कम्पनी भन्दा 5वटा कम्पनी आज निष्क्रिय छ अँ हाम्रो आज यहाँ कतिवटा कम्पनी यत्रो पैसा के त्यस्तो रमाइलो खोला हामी कहाँ छौँ अहिले घोडामारामा मलाई त अब यत्रो टिको लाउनु पायो सबै ग्रुपमा बसेर बहुत रमाइलो भयो बहिनीलाई कति दिदी होइन ए कति वर्षपछि भेट्नु 9 वर्षकी हुँदा नानी हिँड्नु बिहे गरेको टिका लाउन चाहिँ नि पोहोरैमा मात्रै हो अति नै खुसी लागेको छ धेरै राम्रो लागेको छ प्रसन्न भएको छु मामाको हातको टिको लाउन पाउँदाखेरि मामाको परिवारसँग भेटघाट हुँदाखेरि मलाई धेरै हर्षित भएको महसुस हुन्छ मलाई त साह्रै खुसी लाग्यो यत्रो परिवारसँग बस्न पाउँदा यसो चावडा बसेर त टाँसिदिँदा पनि साह्रै खुसी लाग्यो रमाइलो मेरो फुपू आउनुभयो धेरै वर्षपछि भेटघाट भएको छ फुपूले छोराछोरी सबैजनालाई ल्याउनु भयो दाजु भाउजू दिदी बहिनी सबैजना छौँ आज एकदम यो क्षण एकदम रमाइलो क्षण आज यो सालको भन्दा पनि धेरै वर्षपछिको रमाइलो क्षण टिकोको 2 दिन अगाडि 2 दिन अघिल्ला दिन चिन्हन् पहिले नै टिसुन पर्न यो भने
आउनु न के हो त ठिकै छ नि त भने मैले ए त पनि त्यसै भन्नु न ठिकै छ नि त यस्तो भएको पो त सानो तिनीमै भइगएको आइन्द्रोण सुरेश गुप्त दशरथ शत्रु च्याङ्रा गरे आइश्वर जङ्ग नपुगे कति पाउने बालन शान्त हुने भनिन्छ गरे चिन्ता कुन्दी दुर्गा भगवान् बुवासँग तपाईँको डेडीसँग त पुरै पहिल्यैदेखि भन्दा ठुलोबाडाघारीमा जान मन गर्नुहुन्थ्यो अनि उता आम्बाडीतिर खोलामा तर्नु नसकेर बल्ल तल्ल भयो मेरो पटाङ ससुराली जानै वाक्क देख्यो त्यहाँनिर हामी आउँदाखेरि एकदम खुसी लाग्यो भान्जा भान्जा सधैँभरि भेला भएर आउनु सधैँभरि यसरी नै भेला हुन पाइयो यसै गरी भेला हुन पाइयोस् कहिले पनि यो नवरात्र कहिल्यै नबिर्सिनु होला टिको लाउने दिन याद टिको लाउने दिन भन्नु होला आउनु होला ल ल अनि आज कुन ठाउँमा